फेरि यो को आयो झोले खोदाले अर्को कोर्स सेल गर्नलाई अर्को आइपरेछ नेपाली प्रदीप भण्डारी भनेर भन्नुहुन्छ होला। आज म तपाईलाई भन्छु ल यो प्रदीपले किन गर्दैछ भनेर। प्रदीपले यसबाट पैसा कमाउन पनि गरे हैन, तपाईलाई कोर्स बेच्ने मेरो उद्देश्य पनि छैन। त्यही भएर नै म रेगुलर पनि छुइन हैन, जति सक्छु हैन। आफ्नो बिजनेस छ, व्यापार छ, चलिरहेछ हैन। समय निकालेर मैले तपाईहरुको सामुन्ने यो जे जस्तो सकिन्छ नि त्यसरी नै आइराछौ नि। मेरो करियरबाट सिकेको कुरा तपाईहरुलाई पनि सिकाइराछु है। उद्देश्य यति नै हो। म चाहन्छु मेरो नेपाली दाजुभाइहरु हुनुहुन्छ नि, देशमा हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ, मैले यति धेरै सिकेको कुराहरु छ नि तपाईहरुसँग नि पुगोस् के। तपाईहरुले पनि केही गर्न सक्नुहोस् हैन जिन्दगीमा। मैले नि स्ट्रगल गरेर आए नि, जुन तरिकाले मैले स्ट्रगल गरे त्यो जुन स्ट्रगलको जुन लेभलमा थिए नि त्यो लेभलमा धेरै नेपालीहरु हुनुहुन्छ अहिले। यदि कसैले गाइड गरेन भने धेरै अप्ठ्यारो पर्छ। मेरो साथीहरु, पुरानो साथीहरु हैन जहाँ कतै पनि रहनु भएको छ, बरु अलिकति समय लागोस्, हजुरहरुलाई केही भन्दिनु पर्यो। 4वटा मात्र नयाँ कुरा सिकाइदिए भने पनि मेरो लागि ठूलो उद्देश्य प्राप्ति हुन्छ है। यसैको लागि हो यसमा मैले यहाँ कुनै सेल स्ट्र्याटेजी राखेको छैन है त। थ्यांक यू।